चलिए सुरु करते हैं। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। सो सबैजनालाई स्वागत छ मेरो ब्लगमा। म चाहिँ अब चरप्पा भएर सो फ्याम फाइनली हामी चाहिँ माथि घर आइसक्यो भन्नुहुन्थ्यो। बाटोमा छौँ है अझै। यहाँहरू त बाटो अलि अप्ठ्यारो छ, त्यही बाइक अलि तलै राखेर आएको हो हामी होइन। किनार अलि राम्रो अलि जहाँ लाइजिङ गरेर हेर्ने क्या भ्लग, त्यस्तो जाँदै नलाइजिङ के गरेर गर्ने रिसिट्ने होइन। यहाँ र अस्ति कति दुःख दिएको, यहीँबाट फर्क्यौँ नि बिचारै यहाँ सर। अनि त्यही गाजर ए हाम्रो त अब जुट्टी भइसक्यो। क्यार्छौ त नि जुट्टी भइसक्यो। यहाँ बाटो खनि न्युन अरे के अरे यति बनाइदिए त हुन्थ्यो भनेको के अरे डाम्नाहरूले। केही गर्नु पर्दैन कि तासदिए मात्रै हुन्थ्यो कि माथिको उक्कार फालिदिने होइन। त्यसपछि त घरै जान्थ्यो बाइक। हिँडो त्यस्तै ल्याउ लाउने त्यस्तै हिँड्दा त लड्किन्छ खुट्टै यार। बाइक बिचरा कहाँ हड्डुस हालत यस्तो। यो रोड हो, बस बाटो भन्छ कसैले होला नि। बस बाटो कस्तो छ यो? अझ यो त बरु ठिकै हो। उता त कस्तो छ औडा टुसाहरू जम्यो होला। यस्तै छ गाइजहरू। आफ्टर लङ टाइम पछि मैले गाउँको भ्लग हाल्दैछु है। अनि सबै भिडियो हेरिदिनु होला, लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला, त्यही भन्न चाहन्छु म होइन। अनि यहाँबाट घुम्टेको व्यवस्था आउँछ देख्न सक्नुहुन्छ। चरप्पा पारामा माया गरिदिउँ है। अस्ति हालेको भिडियोमा चाहिँ हल्का माया देखाइदिनु भएको थियो, अलिअलि भए पनि भ्युज त आएको थियो त्यसमा गोरु। यो त माथि दाउरो बसाउने रहेछ क्या ट्र्याक्टर। गीत बजाएन के ऊ आरा काट्नेले गीत बजाएका हुन्, त्यो फलिया काट्ने हुन्छ नि। अमिलन छन् यहाँतिर हाम्रो अमिलाको बुट्टाहरू छन्, अमिलन छन्। ढाँटो भन्नु होला यी हिँड्नै पर्छ है। देख्नु खानु हो क्या छ्या जुठो त कसले खान्छ र टिप्दैन हामीले त नखाएको खान्थ्यौँ मलाई। अब हामी हामीलाई चाहिँ बाटो त सही छ यति त। फेरि यहाँ त छैन कि बाटो खोल्छु पुरा र लाउने। यो 2000 आएर सोरे त यतिको सुकिलो भए जानुहुन्थ्यो कि हामी होइन बाटो। यहाँ बरु घाम लाग्छन् र हल्का सुकिलो भयो। उता त ल्याउ लाउने अलि उता पर गएर भेटौँला है त गाइजहरू। फाइनली आज हामी चाहिँ हाम्रो यो गाउँबाटदेखि नि भ्यू पोइन्टमा आइसक्यौँ है त। यहाँबाट भ्यू चाहिँ बवाल आउँछ कि जे होस्, तर मौसम क्लियर छ कि है। अब त यहाँबाट धेरै छैन, यत्तिकै बाटो हो कि यार हामीलाई चाहिएको खासमा यार। तर यतितिर त्यस्तो हिलो छैन नि होइन हाम्रो घरतिर ट्याक्कै। फेरि त्यति खोल्छ मात्रै हिलोको बाटो। यहाँकै माथि त्यही हामी अघि बसेको थियौँ हजुरआमा, तिनको घर गइन्छ। यो डाँडा यहाँ पहिला भलिबल खेल्थ्यौँ हामी। यहाँ ग्राउन्ड जस्तो थियो पहिरो गएर। यहाँ त गाडी फड्काउने बनाएको थियो खनेर ठुलो, माथिहरू पुरै पोइज झरेर। देख्न सक्नुहुन्छ गाइजहरू यहाँको भ्यू बवाल आम्मा। अनि यस्तो भ्यू देखाएपछि त भाइरल हुन्न भिडियो भइहाल्छ नि, भइहाल्छ नि अनि भइहाल्छ नि। यो हिमालको कसम, यो हिमालको कसम म तिमीलाई त्यति माया गर्छु हौ। फाइनली गाइस हामी चाहिँ बुढो घरमा आइसक्यौँ ल। सुन्तला चोरेछन् क्या, कल्चोहरू सुन्तला हाम्रो सुन्तला कल्चोहरू भन्ने क्या सालीहरू हो क्या। अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े हुए। हामी यहाँको लसुनहरू यत्रो भइसकेको छ देख्न सक्नुहुन्छ। हाम्रो बुढो घर, हाम्रो घर त तलतिर छ, यिनी हाम्रै घर हो। मान्छे बस्न छोड्थे
यार विमानमा खस्नु नसोती बुटाएर मौरी त रहेछन् यो घर नि हान मौरी यो घर आयो त फेरि हराएछ नि त मौरी थिए यार दुईटै घर आएको थियो कि मौरी यस्तो छ हाम्रो गाउँबाट देखिने भ्यू चाहिँ बवाल आउँछ कि बवाल त्यही भएर हाम्रो घर त यहाँ अलि अमृतसर छेक्दो रहेछ इस्कुसहरूको हाँ लाउनु रहेछ तरकारी सरकारी नि बाबा नि ल्याउनु जाने झिजो रहेछ गोपीहरू हेरामै मेरो भ्लग हेर्ने म देखाइदिन्छु यी गोपीहरू यात्रा यात्रा भिज्छन् सिप्छन् फुलेछन् साग भयो रहेछ आउने टिप्नी लाने खाने गर्ने होला नि होइन त्यो हौ त्यो घर भेटौँ मलाई त अब गाईजहरू त्यो घर हाम्रो घर ल ठिक छ गाईजहरू हाम्रो काम सुरु डरा बिचारा चीटिंग करता है तू चीटिंग करता है तू ये हीरो नहीं है विलन है हमेशा मेरे साथ चीटिंग करता है गाईजहरू हाम्रो काम चाहिँ सुरु भइसक्यो है हामी चाहिँ आफ्नो काममा लागिसक्यौँ ऊ आपुग्ने म बराल्ने है त यही हो हाम्रो काम चाहिँ माथि घर आएपछि घर चाहिँ यस्तो छ है एमएच हेर्नु सक्नुहुन्छ यहाँको एमएच यस्तो छ अहिले मान्छे नबसे पनि भाँडा टल्किरहेछन् यहाँ चाहिँ काम गर्दै हुनुहुन्छ उहाँजी चाहिँ अनि मजी चाहिँ यहाँ झाडु हान्दैछु है अनि आफ्नो काम छ यहाँ चरप्पा पारा हेर्न सक्नुहुन्छ हाम्रो घर भित्रको मैले देखाएको थिएन ब्लगमा कस्तो छ हेर्नु होला है त्यही हो साले तँ कहाँ भयो तँ मेरो घर हिँड्छस् ला भोसडी खा रोनाल्डो सर्ट अनि के छ यार काम गर्न पाउँदा कतिको अनुभव कति खुसी लागिरहेछ रमाइलो लागिरह अरू खुसी लागिरह कतिको खुसी लागिरह ए तँ त व्यक्त नै गर्न सक्दैन धेरै खुसी कति भन्नै सक्दैन क्या त्यति खुसी भएको त्यही भएर हाम्रो आउने जो पनि जसले पनि मसँग आउन चाहनुहुन्छ आउनुहोस् खुसी हुनुहुन्छ यस्तै कोही आफुग्न पाएर खुसी भएको छन् कोही बरल्ला पाएर खुसी पाएको छन् तपाईँहरू आउन निकै निकै खुसी धेरै पठाउँछु म यहाँ मेरो पछि आउनु यहाँ खुदेले यहाँ चिनी चोर्दै हेर्नु हाम्रो चिनी चोर खुदेले चिनी चोर्दैन बाकस खोलेर खुदेले चिनी चोर्दै नि त हाम्रोतिरको फेरि टेक्नोलोजी सबै दिमाग भएका छन् क्या एकदम खुसी सबै दिमाग लाएर आउँछन् क्या धेरै मैले गाईजहरू यस्तो छ है हामी चाहिँ अहिले चाहिँ बाहिर आइसक्यौँ देख्नुहोस् बाहिरको एमएच यस्तो छ अहिले मौसम क्लियर छ देख्न सक्नुहुन्छ गाईजहरू हेलो खै जाने लाइक गरेको कता कुदे भन्नु है जाने ठाउँ कुदे जाने ठाउँ छैन कोही नि कहाँ कस्तो कुन ठाउँ कमेन्ट गर्दैन हेरा त कति मजाले हेरेको लाइक खै गरेको सबै गरेको क्या कहना क्या चाह रहे हैं भाई आप सो गाइजहरू फाइनल्ली हामीले 1 घन्टा लाएर यहाँ चटेला टिभी सक्यौँ कति भारी छ यहाँ देखाइदिन देखाइदियो त्यहाँ कति छ सो फाइनल गाइज हामी चाहिँ घर सर आइयो है अनि यसो खानेकुरा ल्याएको थिएँ भोक लाग्थ्यो खाने हो र खाने हो ल खाऊ त नि यत्रा फाइनल गाइज हामी चाहिँ यता हाम्रो यो लसुनहरू भएको ठाउँमा जाँदैछौँ है कस्तो भिडियो चाहिँ कतिको कमेडी लागिरहेछ है कमेन्ट गर्नु होला त्यही हो लसुनहरू चाहिँ यत्रो भइसक्यो है हाम्रो चाहिँ आमाले देखाउन हुनुहुन्थ्यो देखाइदिएको क्या अनि हाम्रो केराको बुट्टा देख्न सक्नुहुन्छ गाजहरू ठुलो भइसक्यो है अब केही महिना पछि चाहिँ यो पसाउन सक्छ है त
अनि हाम्रो घर टिमुरको बुटो पनि छ है, यत्रो छ टिमुरको बुटो। यहाँ त यस्तो भइसक्यो चाहिँ यार गाईजहरू हेर त बाबा, यहाँ सिमी लाग्यो पुरै कुँडो बाबा, खतमै भएछ नि। यिनी चाहिँ यत्रो भइन्छ है, हेर्नु सक्नुहुन्छ गाईजहरू। ए गाईजहरू अब चाहिँ म भिडियो बनाउँदिनँ होला है, अब एउटा भिडियो भइसक्यो, 10 मिनट जतिको भन्दा धेरै बनाएपछि नि राम्रो हुन्छ क्या, झ्याउ हुन्छ एडिट गर्न नि। अनि त्यही गाईजहरू अब भिडियो चाहिँ मन परेमा लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनुहोस्। भिडियो गीत नबजे त कपिराइट लाग्छ एकछिन। त्यही गाईजहरू यस्तो यहाँबाट यस्तो गरेर टुटा हुआ आस भन्ने भिडियो बनाएपछि कति भाइरल जाँदा यहाँबाट त माबा। त्यही गाईजहरू अब भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है, कमेन्ट पनि गरिदिनु है। ल लगाइजहरू छिटो 1K पुरा 1K पुगेपछि चाहिँ हाम्रो चाहिँ प्लान चाहिँ के छ भनेपछि है माथि घर आएर केक ल्याउने 1K लेखेर टक्क हल्का सानो टुच्चा पार्टी हान्ने विचारमा छौँ। धेरै छैन, अब 160 सब्सक्राइबर पुगेपछि चाहिँ हाम्रो 1K सब्सक्राइबर पुगिहाल्छ। सो त्यही गाईजहरू 1K चाहिँ छिटोभन्दा छिटो पुर्याउनु पर्ने हुन्छ। अहिलेको लागि यति नै, बाई बाई। फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद तो दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है, और उम्मीद का दामन छूटा तो नहीं है।